मानव, गुरुजी, हजुरको दिव्य बाणी सुन्दा मलाई रोमाञ्च भयो। म मानव हितमा लाग्ने, मानवलाई राम्रा दृष्टिहरू दिने प्रण गरेको छु। मानवलाई के कुरा दिने भन्ने विषय अत्यन्त महत्वपूर्ण रहेछ। राम्रा दृश्यहरूको अवलोकन गराउने कार्यमा म दत्तचित्त भएर लाग्नेछु। दृष्टिको छुट्टै संगठन बनाउनेछु। यसबाट सम्पूर्णको कल्याण हुनेछ। तर गुरुजी, सिनेमाहरूमा हुने हिंसाबारे म केही कुरा बुझ्न चाहन्छु। ज्ञानमणि, भन बाबु, मानव दृष्टिको छुट्टै समाज बनाउने कुरा गर्यौ। यो अत्यन्त महत्वपूर्ण कुरा हो। तिमी संगठन बनाऊ। यो हितको कार्य यथाशक्य छिटो थालनी गरेर तिमीले सोध्न खोजेको कुरा के हो? मानव, सिनेमाहरूमा एउटा हिरो हुन्छ, हिरोइन पनि हुन्छन्। हिरोइनलाई अर्को कसैले माया गरेको हुन्छ। अर्कोले माया गरेको देखेपछि हिरोले त्यो भिलेनलाई कुट्छ, लछार पछार गर्छ, रक्तम्य बनाउँछ, जो जायज कुरा होइन र गुरु। ज्ञानमणि, हेर बाबु, मानव मनभित्र दया छ, करुणा छ भनी स्त्री जातिमा धेरै माया छ। सन्तान हुर्काउन धेरै माया चाहिन्छ। यसैले प्रकृति माताले स्त्री जातिलाई धेरै माया गर्न सक्ने क्षमता दिनुभएको छ। यो पावन कार्य हो, यो पाप होइन। धेरैलाई माया गर्नु भूल होइन, यो पुण्य कार्य हो। यस्तो पुण्य कार्यलाई बढाउनु पर्दछ। यो पुण्य कार्यलाई समाजले पाप कार्य ठान्दछ। जसरी एउटै फूलमा भ्रमर बस्छ, माउरी बस्छ, पुतली बस्छ, सबैले रसास्वादन गर्दछन्। यो प्राकृतिक वरदान हो। कुनै एउटा माउरीको मात्र, कुनै एउटा भ्रमरको मात्र पेवा होइन। फूलमा सबैको अधिकार हुन्छ। फूल सबैको साझा हो। रसको पिपासु जति छन् ती सबैको साझा सम्पत्ति हो। सबैले मिलेर उपभोग गर्छन्। कुनै भ्रमर रस झिक्न जान्दैनन् तापनि फूलमा तिम्रो अधिकार छैन। यो फलानु भ्रमरको पुतलीको मात्र हो पनि भन्दैनन्। मेरो भ्रमर पुतली भनेर फूलहरू पनि भन्दैनन्। फूलहरूले सबैलाई आमन्त्रण गर्छन्। सुमधुर उपासना फैलाएर सबैलाई आकर्षित गर्छन्। भ्रमर पुतलीहरू पनि छानी छानी फूलहरूमा बस्छन्, गीत गाएर आह्लादित पार्छन्। यो यसको त्यो त्यसको भन्ने भागभन्डा गर्दैनन्। प्राकृतिक वैभव सबैका साझा सम्पत्ति हो। यही प्राकृतिक नियमको परिपालन गर्छन् फूलमाउरीहरू। मानवले पनि प्राकृतिक वैभवहरूमा बन्धन राख्नु हुँदैन। खुला गर्न जाने भने सबै मानवहरू अत्यन्त आह्लादित बन्न सक्नेछन्। हिरो हिरोइनका कुरा गरौं। हिरोले आफ्नै प्रेमिकालाई आँखा लगाउनेलाई कुटपिट गर्ने होइन। नयाँ साथीको रूपमा परिचय गरी दुवैलाई आह्लादित हुने वातावरण बनाउनु पर्दछ। त्यस्तै हिरोले मन पराएकी अर्को प्रेमिकालाई हिरोइनले कुटपिट गर्ने, झगडा गर्ने होइन। आफ्नो साथीको नयाँ प्रेम लीलामा साथ दिन सहयोग गर्नुपर्दछ। यस्तो प्रेम ममताको मानवले अभ्यास गरेपछि नयाँ मानव सभ्यताको विकास हुनेछ। मानव, गुरुको कुरा अत्यन्त नौलो लाग्यो। मानवको मन त्यति फराकिलो छैन। प्रेमिकाले आफ्नो प्रेमीलाई अरू प्रेमिकाले माया गरेको देख्न चाहन्नन् भने प्रेमी पनि आफ्नो प्रेमिकालाई अरूले प्रेम गरेको देख्न चाहँदैनन्। गुरु, यो प्राकृतिक वैभव मानवहरू एक्लै भोग गर्न चाहन्छन्। यस्तै सभ्यताको विकास गरेका छन् मानवहरूले। अर्कोसित माया प्रेम गर्नु अपराध मानिन्छ। यस्तो माया प्रेमको परिपाटीलाई कसरी सरलीकरण गर्न सकिन्छ गुरु? ज्ञानमणि, तिम्रो प्रश्न पनि एकदमै जायज छ। यो प्रचलित मानव सभ्यताको आधारमा सोधिएको प्रश्न हो। म यसलाई उपयुक्त नै ठान्दछु। तर मानवसँग भएको ज्ञानको, मानवको क्षमताको अधिकतम उपयोग गरेमा मात्र मानव बल्ल मानव बन्दछ। मानव काटमार, हत्या, हिंसा गर्ने हुनाले जनावरभन्दा निकृष्ट बनेको छ। माया प्रेममा एकलौटी उपभोग गर्ने हुनाले बोट बिरुवा भन्दा धेरै निकृष्ट बनेको छ मानव। सबै उपभोग्य वस्तुहरू इच्छा अनुरूप सबैले भोग गर्न पाउनु पर्दछ। यसमा दुई कुरा हुन सक्छन्। एउटा, प्राकृतिक रूपमा दृष्टिपातबाट उम्रेको मायालाई अवरुद्ध नगर्नु, दृष्टिबाट जे कल्पना बन्छ त्यसलाई गर्न दिनु। अर्को कुरा, त्यो कल्पनालाई साकार बनाउन अझ मद्दत गरिदिनु। मानव पनि प्रकृतिबाटै आएको हो। प्राकृतिक नीति नियमको पूर्ण अनुसरण गर्न सक्यो भने मानव जस्तो खुसी आनन्दको जीवन कसैको पनि हुन सक्दैन। मानव, यसको उपाय के हो? यो कसरी सम्भव छ गुरु? अहिले मानवले अनुसरण गरेको विधि, व्यवहार, सभ्यता, चालचलन सबै ठिक छ गुरु। परम्परागत मानव सभ्यतामा यस्ता नवीन सभ्यतालाई प्रवेश गराउन सकिन्छ र गुरु? यो प्रयोग सफल होला जस्तो लाग्दैन गुरु मलाई त। ज्ञानमणि,
फूल वृक्ष प्रकृतिको जस्तो उदारता हदैसम्मको लचकता मानव सभ्यतामा अप्नाउन सक्यो भने मानव जस्तो वैभवशाली कोही हुने छैन। मानवले नै यो धरामा स्वर्गको आनन्दको अनुभूति गर्न पाउनेछन्। कुनै पनि प्रेमी प्रेमिका छन्, मस्तीमा छन्, अर्को कुनै प्रेमी वा प्रेमिकालाई यो युगल जोडी मन पर्न सक्छ। मन पर्यो भने माया गर्न मन लाग्यो भने रोक्नु हुँदैन। यो प्राकृतिक वरदान हो। यसलाई दुई प्रकारले प्रयोग गर्न सकिन्छ। माया, ममता, प्रेम, सद्भावना भन्दा महत्त्वपूर्ण कुरा केही छैन। द्रोह, दम्भ, झगडा, कलह, द्वेष, ईर्ष्या, लोभ भन्दा निकृष्ट कुरा पनि केही छैन। जहाँ माया, ममता, सद्भाव हुन्छ त्यहाँ खुसी बढ्छ, आनन्द बढ्छ, उल्लास उमङ्ग बढ्छ। जहाँ द्रोह, दम्भ, झगडा, कलह, द्वेष, ईर्ष्या, लोभ हुन्छ त्यहाँ दुःख हुन्छ, तनाव हुन्छ, पीडा, अशान्ति, बेचैनी हुन्छ, हीनताबोध हुन थाल्दछ। दुःख, पीडा, अशान्ति, हीनताबोध, तनाव हटाउन खुला रूपले माया ममताको वर्षा हुनुपर्दछ। तिमीले भन्यौ आफ्नो प्रेमी प्रेमिकालाई अर्काले दृष्टिपात गरेपछि बदला लिनुपर्छ। बदला लिन थालेपछि दुःख त्यहीँबाट पैदा हुन्छ। फूल भ्रमरको जस्तो खुलापन अपनाउन सक्यो भने कुनै पनि दुःख हुँदैन। अर्थात् प्रेमी प्रेमिकाहरूले अरू प्रेमीहरूसँग पनि खुला रूपले माया गर्न जान्नुपर्छ, नियन्त्रण गर्नु हुँदैन। प्राकृतिक रस जता बहन्छ त्यतितिर बहन दिनुपर्छ। यो प्रकृति हो। यही प्रकृतिमा रमाउन थाल्यो भने अपार आनन्दको वर्षा हुन थाल्दछ। अझ महत्त्वपूर्ण कुरा त आतिथ्यता हो। जसरी अतिथिको सत्कार गरिन्छ, अतिथिको सत्कार शास्त्रहरूमा पनि उल्लेख छ, त्यसै गरी अतिथिको सेवा सत्कार गर्न ठूलो पुण्य कार्य हो। मानव माया प्रेमको दृष्टिको बारेमा अत्यन्त महत्त्वपूर्ण कुरा सुन्न पाए। यो मेरो ठूलो सौभाग्य हो। दृष्टिबाट मानवमा पर्ने अन्य प्रभावहरू कस्ता हुन्छन् यसबारे पनि सुन्न पाऊँ। ज्ञानमणि, हेर बाबु मानव, दृष्टिबाटै सारा सृष्टि हुन्छ। नेत्रले जे देख्दछ त्यसै अनुसारको रूप भित्र मनमा तयार हुन्छ। अर्थात् देखेको वस्तुको छायाचित्र बन्दछ। सानो बालकलाई छायाचित्र निर्माण गर्न कलम देखाउन सकिन्छ। उसलाई कलम देखाएर भनिदियो कलम भनेर, फेरि अर्को दिन पनि यसरी देखाएपछि त्यो छायाचित्रले स्थायित्व प्राप्त गर्दछ। अर्थात् त्यो वस्तुको जस्तो रूप छ त्यस्तै रूप मनमा तयार हुन्छ। कलम ल्याऊ भनेपछि बालकले कलम लिएर आउँछ। बालकलाई गिलास देखायो भने गिलासको आकृति मनमा बनाउँछ। गिलास देखाएको छ, कलम देखाएको छैन, तर कलम ल्याऊ भन्यो भने बालकले कलम ल्याउन सक्दैन। कलम चिनेकै छैन, देखेकै छैन। कलमको बिम्ब मनमा बनेकै छैन। मनमा बिम्ब नबनिकन कुनै कुराको पनि ज्ञान हुन सक्दैन। मानव, ओहो कति महत्त्वपूर्ण कुरा गर्नुभयो। मलाई त हजुरको कुरा सुनेर आश्चर्य लाग्यो। हजुरको ज्ञान कति विशाल रहेछ। मलाई अझै अरू उपमा दिएर यो दृष्टिको कुरा उल्लेख गर्नुहोस् गुरुदेव। ज्ञानमणि, नेत्रबाट जे जति कुरा देखिन्छन् ती सबै चक्षु ज्ञान हुन्। चक्षु ज्ञान हुँदा मन पनि एकैसाथ रहन्छ। मन अनेत्र छ भने चक्षुले दृष्टिपात गरे तापनि ज्ञान आर्जन हुँदैन। दृष्टिकै विषयमा कुरा गर्दा सिनेमाको नै कुरा उपयोगी होला। हिरोइनलाई एउटा अर्को युवकले माया गर्छ। हिरोले त्यो माया गर्ने युवकलाई बेसगरी कुट्छ, लचार पचार पार्छ, रक्ताम्मै बनाउँछ। यो दृश्य देखेपछि सिनेमा हेर्नेको मनमा पनि अर्को मानिसलाई कुट्ने पिट्ने लचार नै बिम्बहरू बन्दछन्। यही लचार पछार सबै दर्शकहरूले सिक्दछन्। मैले मानव समाजमा माया ममता र क्षमादान सिकाउन खोजेको हुँ बाबु। हिरोले हिरोइनलाई माया गर्ने केटोलाई आदर सत्कार गर्ने, स्वागत गर्ने, सम्मान गर्ने गर्यो भने त्यो देख्ने बालकले पनि त्यस्तै सभ्यता सिक्दछ। यसरी दृष्टिबाट जे देखिन्छ त्यसैको बिम्ब बन्दछ। त्यसै बिम्ब अनुरूपको क्रियाकलाप पनि हुन थाल्दछ। मनमा बिम्ब बन्नु कम्प्युटरमा डाटा इनपुट हुनु जस्तै हो। जे इनपुट गर्यो त्यसैको आउटपुट निस्कन्छ। मानव, कुटपिट गरेको दृश्य नै मानवलाई देखाएन भने मानवले कुटपिट गर्न नै जान्दैन त? ज्ञानमणि, नदेखिकन जान्दै जान्दैन। जान्नलाई त प्रयोगात्मक अभ्यास चाहिन्छ। कुटपिटको घटना देखेन भने मानवले अर्कालाई कुट्न पिट्न नै जान्दैन। हाम्रो मानव सभ्यताले नै मानवहरूलाई हिंस्रक बनाएको छ, कुमार्गमा पथ प्रदर्शन गरेको छ बाबु। हाम्रा बाजे सगर शिरोमणिले भन्नुभएको थियो, उहाँ पन्छीहरूको गुरु हुनुहुन्थ्यो। सबैले उहाँसँग ज्ञानगुणका कुरा सिक्दथे। उहाँ दूरदर्शी हुनुहुन्थ्यो, भविष्यवाणी गर्नुहुन्थ्यो। उहाँले भन्नुभएको कुरा सबै सत्य साबित हुन्थे। उहाँले मानव सभ्यतामा आमूल परिवर्तन हुनेछ भन्नुहुन्थ्यो। मानवहरू झगडा कलह द्वन्द्व विसर्जन गर्नेछन्। मानवमा भएको आक्रोश अशान्ति
तनाव हिंसा सबै समाप्त हुनेछन्। मानवहरू अत्यन्त भोलाभाला हुनेछन्। जनावरहरूलाई, प्राणीहरूलाई, रुख बिरुवाहरूलाई, पन्छीहरूलाई, जलचरहरूलाई र सम्पूर्ण बाली बिरुवाहरूलाई पनि आफ्नै सहोदर जस्तो गरेर माया गर्न थाल्नेछन् भन्नुभएको थियो। उहाँसँग महाराज इन्द्र पनि बेला बखत कुराकानी गर्ने, सरसल्लाह गर्ने गर्नुहुन्थ्यो रे। हामीलाई त यस्तो कुरा सम्भव छैन भनेर पत्ता लागेको थिएन। उहाँले नै उद्घोष गर्नुभएको थियो, धरामा अलकापुरीका वैभवहरू महाराज इन्द्रले ल्याउनु हुनेछ भनेर भन्नुभएको थियो। हामी केटाकेटी छँदा सुनेका कुरा हुन् यी। अहिले पावन बाटिकामा सम्मेलन हुने पक्कै भइसकेको रहेछ। सम्मेलनको समापनपछि अवश्य धरामा अलकापुरीको वैभवहरूले भरिनेछन्। धरामा सबैतिर खुसी आनन्दको वर्षा हुन थाल्नेछ। अब ती दिनहरू धेरै टाढा छैनन् बाबु मानव। मलाई अझै प्रश्न भएन गुरु। दोस्रो विश्वयुद्धपछि शान्ति स्थापनाको लागि युएनओमा छलफल भयो। शक्तिशाली राष्ट्रहरूलाई भिटो पावर दियो। सबैको एकमत नभई कुनै कुरा लागू गर्न नपाइने नीति बन्यो। शान्ति स्थापनाका लागि कन्फरेन्सहरू, सम्मेलनहरू सम्पन्न भए। युएनओ संयुक्त राष्ट्र संघले शान्तिको लागि ठूलो प्रयत्न गरिरहेको छ। तैपनि शान्ति हुन सकेको छैन। यसको कारण के हो गुरु? ज्ञानमणि: ठिक प्रश्न गर्यो बाबु मानव। त्यही इनपुट आउटपुटको कुरा हो यो। युएनओ संयुक्त राष्ट्र संघले शान्ति स्थापनाको प्रयास गरेको छ। यो स्वागत योग्य छ। तर शान्ति स्थापना हुन सकेको छैन, किनभने शान्तिको भन्दा द्वन्द्व गर्ने बिम्बहरू मानव मनमा घनीभूत हुने वातावरण विश्व जगतले तयार गरेको छ। विश्व शान्तिको नारा एकातिर छ, द्वन्द्व झगडा कलहको अभ्यास अर्कोतिरबाट भइरहेको छ। हेर बाबु मानव, गहुँ रोपेर धान फल्दैन। गहुँ फलाउन गहुँ नै रोप्नु पर्दछ। धरामा शान्ति स्थापना गर्न मानव मनमा शान्तिकै अभ्यास हुनुपर्दछ, नत्र शान्ति स्थापना हुँदैन। धान छरेर गहुँ उम्रँदैन। विज्ञानले आतंक द्वन्द्व सिकाएको छ। विज्ञानले एटमिक एनर्जी बनाएको छ, मिसाइल बनाएको छ, फाइटर प्लेन बनाएको छ। यी वस्तुहरू शान्तिको लागि होइनन्। विद्यालय शिक्षालयहरूमा एटमिक ऊर्जाको शिक्षा दिएपछि विद्यार्थीहरूमा द्वन्द्वका आतंकका बिम्बहरू बन्दछन्। एटमिक ऊर्जा र द्वन्द्वको शिक्षा पूर्ण रूपमा विद्यालयमा रोकिनु पर्दछ बाबु। त्यसपछि मात्र युएनओ संयुक्त राष्ट्र संघको शान्ति प्रयास सफल हुनेछ। दृष्टितिर कुरा गरौं। मिठाई देख्यो भने मिठाईको बिम्बहरू बन्दछन्। मिठाईको भोग गर्न मन लाग्दछ। फलफूल देख्यो भने फलफूलका बिम्ब बन्दछन्। फलफूलको रस स्वादन गर्ने आकांक्षा जाग्दछ। मदिरा देख्यो भने मदिराका नै बिम्ब बन्दछन्। यही मदिराको भोग गर्न मन लाग्दछ। खाने वस्तुहरू जे देख्यो त्यसैको बिम्ब बन्दछ। बिम्ब बनेपछि भोग गर्न मन लाग्छ र मनमा बिम्ब बन्नु कम्प्युटरमा डाटा इनपुट गर्नु जस्तै हो। देख्दै देखेन भने नदेखेको वस्तुको बिम्ब बन्नै सक्दैन। बिम्ब नबनिकन भोग गर्न मन हुँदैन। राउटेहरू जंगलमा बस्छन्। कन्दमूल र बाँदरको शिकार गरेर जीवनयापन गर्छन्। कन्दमूलका बिम्बहरू छन् राउटेका मनमा। बाँदरलाई मार्ने कलाको बिम्ब छन्। रुख चढ्ने कला छन्। राउटेलाई कम्प्युटर के हो, क्यामेरा के हो, फ्याक्स के हो, फोटोकपी के हो, इमेल के हो, नेट के हो थाहा छैन। यो आधुनिक उपकरण राउटेले देखेको नै छैन। नदेखिकन मनमा बिम्ब बन्न नै सक्दैन। अनि यी उपकरणको विषयमा राउटेलाई कुनै जानकारी नै छैन। उनीहरूको जीवन यापन गर्न थोरै मात्र ज्ञान भए पुग्छ। जंगली जीवन बिताउन जस्ता बिम्बहरू चाहिन्छन् तिनीहरू मात्र उनीहरूले ग्रहण गरेका छन्। राउटेहरू कम्प्युटर, फ्याक्स, इमेल, क्यामेरा, फोटो, टेलिफोन, मोबाइल आदिको बारेमा अनभिज्ञ छन्, किनभने उनीहरूले यो देख्न, उपभोग गर्न पाएका छैनन्। उपभोग नगरिकन मनमा बिम्ब बन्न सक्दैन। राउटेहरूलाई आधुनिक उपकरणको बारेमा ज्ञान नभए जस्तै यस युगका बालबालिकाहरू, विद्यार्थीहरू, गुरुहरू र सम्पूर्ण मानवहरूलाई ध्वंसात्मक गतिविधिका ज्ञानबाट अनभिज्ञ बनाउन जरुरी छ। ध्वंसात्मक ज्ञान दृष्टिबाट र श्रवणबाट प्राप्त हुन्छ। ध्वंसात्मक गतिविधिको श्रवण गर्न नपाएको र ध्वंसात्मक गतिविधिको दृष्टिपात गर्न नपाएको मानवले ध्वंसात्मक क्रियाकलाप नै गर्न जान्दैन। मानव: ओहो, मेरा आँखा खुले गुरु। कस्तो विचित्रको दिव्य ज्ञान मलाई दिनुभयो। श्रवणका कुराहरू र दृष्टिका कुराहरूमा पो विशेष ध्यान दिनु पर्ने रहेछ त। श्रवणका कुरा अर्को अध्यायमा गरौँला। दृष्टिमा सुधार कसरी गर्न सकिन्छ त गुरु? मलाई अरू प्रश्नसँग बुझाइ बक्सेस गुरु। ज्ञानमणि: दृष्टिबाट गलत बिम्बहरू कसरी आर्जन हुन्छन्, राम्रा बिम्ब कसरी आर्जन हुन्छन् भन्ने विषयमा केही दृष्टान्तहरू प्रस्तुत गर्नेछु। ध्यानपूर्वक सुन। खेल मनोरञ्जनको साधन हो।
मानवहरू, जनावरहरू, पशुपन्छीहरू सबै खेल खेल्न चाहन्छन्, खेलमा रमाउँछन्। खेल आनन्दलाई बढाउने साधन हो। चराहरू एक्ला एक्लै हपिङ गर्छन्, यो खेल हो। भालेपथी रतिक्रिया गर्दा भिन्न भिन्नै प्रकारका खेलहरू खेल्ने गर्छन्। भालेपथीलाई रोमाञ्चित गर्ने खेलहरू प्रदर्शन गर्दछन्, घुम्छन्, पंख फैलाउँछन्, गीत गाउँछन्। पोथी मधुर धुन अलापेर भालेलाई उत्तेजित पार्छन्। प्रत्येक जातिका पंक्षीहरूका आफ्नै आफ्नै प्रकारका खेलहरू हुन्छन्, यिनीहरू प्राकृत हुन्छन्। पंक्षीका यता प्राकृत खेलहरू हेर्दा मानवहरू आह्लादित बन्दछन्। प्राकृत माया ममता सिक्छन्, प्राकृत प्रेमको बिम्ब बनाउँछन्, जीवन सुखमय बनाउने शिक्षा प्राप्त गर्न सक्छन्। पंक्षीका जोडीमा हुने अपार माया ममता मिलन मानवका लागि ठूलो पाठ हो। पंक्षीहरूको प्रेमबाट मानवले अनुपम प्रेम सिक्न सक्छ। पंक्षीका खेलबाट माया प्रेमका दृश्यबाट प्रेमका राम्रा बिम्बहरू अनुभूतिहरू आर्जन गर्न सक्छन् र मानवहरू जे देख्छन् त्यही सिक्छन्। प्यार ममतादेखि प्यार ममता सिक्छन्, द्वन्द्व झगडा कलहदेखि द्वन्द्व झगडा कलह सिक्छन्। जे सिकेको छ त्यही नै आफ्नो व्यवहारमा जीवनमा प्रयोग गर्न थाल्दछन्। यसै कारण मानवलाई राम्रो पाठ मात्र सिकाऊ भन्ने मेरो आग्रह हो। बाबु, जनावरको खेल। जनावरहरू पनि खेल मन पराउँछन्, खेल खेल्छन्, खुसियाली प्रदर्शन गर्छन्। गाईका बाछा बाछी उफ्रँदै कराउँदै खेल्दै दौडन्छन्। यो खेल अत्यन्त हेर्न लायक रमाइलो खेल हुन्छ। आवाज पनि निकालेर कराउँदै दौडन्छन्। यसरी दौडदा कहीँ लल्ला घाउ चोट लाग्ला भनेर आमा मधुर धुन निकालेर टाढा नजान धेरै नउफ्रिन सन्देश दिन्छन्, हुँ गरेर कराउँछन्। अल्लारे बालकहरू दौडने उफ्रने खेल्ने गर्दछन्। थाकेपछि आएर आफ्ना आमाको बगलमा आनन्दले बस्दछन्। बगलमा आइपुगेपछि माता चाट्ने सुमसुम्याउने गर्न थाल्छन् र थकाइ मेटाइदिन्छन्। थकाइ मेटिसकेपछि भोक लागिरहेको हुन्छ। बालकहरू भोक मेटाउन खान चाहन्छन्। आमाको कचौडामा दूध भरिएको हुन्छ। आमा उठेर खुट्टा फैलाएर बस्दछन्। बालकहरू आमाको स्तनपान गरेर मस्त हुन थाल्छन्। गाईका बाछा बाछीहरूको खेल मातृ शिशु प्रेम हेर्न लायक हुन्छ। राम्रा बिम्बहरू आर्जन गर्न एउटा अपूर्वको माध्यम हो जनावरहरूको खेल। यी बालकहरू ठूला हुँदै गएपछि जवानी आउन थाल्छ। जवान भएपछि माया प्रीतिका नयाँ खेलहरू खेल्न थाल्छन्। युवा युवतीमा आकर्षण बन्न थाल्छ। माया प्रीति देखाउन चाट्ने सुँग्ने खेल खेल्दछन्। खेल्दै गरेका गाईका बाछा बाछीहरूको चित्र। बाख्राका पाठापाठीको खेल गाईको बाछा बाछीको जस्तै आनन्ददायक हुन्छ। माताको स्तनपान गरेपछि जीव मर्काउँदै उफ्रिएर टाढा टाढासम्म पुग्छन्। माताले बोलाउँछिन्, दौडदै आएर फेरि स्तनपान गर्छन्। एउटाले अर्काको बुइमा चढ्छन्, कहिले बसिरहेको मातामाथि गएर उफ्रन्छन्, माताको जिउमाथि बसिदिन्छन्। टाउको हल्लाउन, कान हल्लाउन, पुच्छर चलाउने गरेर खेलेको यिनीहरूको दृश्य निकै रमाइलो हुन्छ। यिनीहरूलाई मात्र होइन, हेर्ने मानिसलाई पनि निकै रमाइलो हुन्छ। म्या गर्दै कराउँदै उफ्रँदै नाच्दै गर्छन्। यी साना पाठापाठीको खेल हेरिराखौँ जस्तो लाग्छ। ठूला वयस्कहरू पनि उफ्रँदै खेल्दै रमाउँदै आफ्नो चरणतिर जाने गर्छन्। बाख्रा पाठाहरूको खेलमा माया ममता सद्भाव देखिन्छ। अलि ठूला भइसकेपछि यिनीहरू जुध्न र लडाईँ गर्न पनि थाल्छन्। दुई खुट्टाले टेकेर उभिन्छन् र सिङ जुधाउने गर्दछन्। यस्ता खेलहरूबाट बालकहरूलाई लडाईँ झगडा कस्तो हुन्छ, माया प्रेमका खेल कस्ता हुन्छन् भनेर सिकाउन सकिन्छ। युवा अवस्थाका पाठापाठीहरू माया प्रेमको खेल खेल्न थाल्छन्। यिनीहरूको प्रेमलीला निकै रमाइलो हुन्छ। वयस्क पाठीहरूलाई ओंकारको धुन निकालेर फकाउने जिस्काउने गर्न थाल्छन्। यो धुन र खुट्टाको चाल देखेपछि पाठीहरूमा उत्तेजना पैदा हुन थाल्दछ। उफ्रिँदै गरेको बाख्राको पाठको चित्र देखाइएको छ। अन्य जनावरहरू, मृग, शावकहरूका, बिरालाहरूका, कुकुरहरूका खेल पनि त्यत्तिकै मनोरञ्जक हुन्छन्। खेलहरूबाट खेल्ने पनि आनन्दित हुन्छन् र खेल हेर्नेहरू पनि निकै आनन्दित हुन्छन्। यसैले मानव खेलहरूमा पनि खेल्नेको भन्दा हेर्नेको बढी संख्या देखिन्छ। मानव खेलहरूमा प्राकृतिक पद्धति भन्दा हिंसा र बदलाको बाहुल्यता देखिन्छ। मानव खेलहरू पनि जनावरहरूको, पंक्षीहरूको जस्तै प्राकृत हुन जरुरी छ। हिंसा र बदला खेलबाट हटाउन सक्यो भने मानव खेलहरू अत्यन्त आनन्ददायक बन्नेछन्।
हात्तीका बालकहरूको खेल निकै रमाइलो हुन्छ। हात्तीमा अरू जनावरमा भन्दा बढी चेतना हुने हुँदा हात्तीलाई अनेक खेलहरू सिकाउन सकिन्छ। बाघ भालु पनि प्राकृतिक खेलहरू खेल्दछन्। मृगका बालकहरू उफ्रिएको खेल त्यत्तिकै रमाइलो हुन्छ। मृगको दौड पनि हेर्न लायक हुन्छ। बाघले लखेटेको बेला दिशा परिवर्तन गरी बाघलाई छक्काउने कला पनि त्यत्तिकै रमाइलो हुन्छ। बिरालाका बालकहरू बसेर हात उठाउँदै खेलहरू खेल्दछन्। चाटेर अर्कोलाई खुसी पार्ने कला बिरालाको विशिष्ट कला हो। कुकुरका खेलहरू त्यस्तै रमाइला हुन्छन्। कुकुर उफ्रने, फड्कने, हात दिने, दुई खुट्टाले हिँड्ने अनेक खेल खेल्न सक्छन्। खेल्दै गरेका कुकुरका बच्चाको चित्र। त्यस्तै मानव खेलहरू। मानवले खेल्ने खेलहरूमा फुटबल, भलिबल, ब्याडमिन्टन, टेनिस, डन्डीबियो, क्रिकेट, बास्केटबल, बुल फाइट, घोडचढी, कपर्ती, गट्टा, पासा, तास, जुवा, कौडा, बिङ्गो, दौडने, उफ्रने, फड्कने, पौडने आदि खेलहरू खेलिने गर्दछन्। फुटबल, टेनिस, भलिबल, क्रिकेट आदि खेलहरू विश्वभर खेलिने लोकप्रिय खेलहरू हुन्। कराते, जुडो, बक्सिङ, रेस्लिङ आदि मानवले खेलिने वास्तविक खेलहरू हुन्। मानवले विकास गरेका यी खेलहरू मानव हितका विरुद्धमा छन्। यत्रो ज्ञान, सिप, कला, विज्ञानको विकास गर्ने मानव जनावर भन्दा निकृष्ट तरिकाले खेल खेल्ने गर्दछन्। यी खेलहरू मानव सभ्यताको विरुद्धमा छन्। मानवमा नराम्रा अनुभूति प्राप्त गर्ने कार्यमा यस्ता हिंसक खेलहरूले ठूलो भूमिका खेलेका छन्। भलिबल खेल खेलेको चित्र देखाइएको छ। मानव खेल त मनोरञ्जनको साधन हुनु भन्ने ठानेको थिए। खेल त हत्या हिंसा पो बनेको रहेछ। कस्तो दिव्य कुरा सुन्न अवसर मिल्यो। यो त अत्यन्त हृदयस्पर्शी कुरा सुन्न पाए। खेलबाट कसरी अकल्याणकारी बिम्ब प्राप्त हुन्छन्, खेल कसरी कल्याणकारी बनाउन सकिन्छ, यसबारे सुन्न पाऊ गुरु। ज्ञानमणि जुडो, कराते, बक्सिङ, रेस्लिङ सबै वास्तविक खेलहरू हुन्। मानवमा रहेका पशुत्वको प्रदर्शन यिनै खेलमा हेर्न पाइन्छ। चन्द्रलोक पुग्ने, समुद्रको पिँधमा जान सक्ने, हावामा उड्न सक्ने, जमिनमा गुड्न सक्ने, पानीमाथि हिँड्न सक्ने, विश्वमा जहाँ कहाँ भएका घटनाहरू हेर्न सक्ने, विश्वका कुना काप्चा जहाँ कहीँ जान सक्ने मानव यस्ता निकृष्ट खेलहरू खेलेर मानव जीवनलाई नै कलंकित पार्न हुँदैन। मानवहरू खेल खेल्न थालेपछि हामीहरू रमिता हेर्न थाल्दछौँ। साँडे जुधेको, खसी बोका जुधेको खेल मानवहरू खुब रमाएर हेर्न थाल्छन्। मानवहरूले जनावरहरू जुधेको हेरेर रमाए जसरी हामीहरू पनि मानव जुधेको रमाएर हेर्ने गर्दछौँ। मानवहरू पशु बनेको देखेर हामीलाई खुब रमाइलो लाग्दछ। हामीहरू पेट मिची मिची हाँस्न थाल्दछौँ। मानव जुडो, कराते, बक्सिङ, रेस्लिङ खेल मानवहरूले खेल्ने अत्यन्त उत्कृष्ट खेलहरू हुन् भन्ने हाम्रो मानव समाजको मान्यता छ। यस्ता खेल खेलेको देखेर तपाईहरू किन हाँस्नुहुन्छ गुरु? ज्ञानमणि मानवमा ठूलो घमण्ड छ। हामी सबै प्राणीभन्दा ठूला हौं भन्ने भावना छ। सबै प्राणीलाई मानवले दुःख दिएका छन्। यस्ता सबैका शत्रु मानवहरूले घृणित काम गरेको देखेर हामीलाई खुब हाँसो छुटेर आउँछ। मानवहरू अनेक मिठा मिठा भोगहरू खाने गर्दछन्। यस्तो मानवले घाँस खाँदा कस्तो देखिन्छ होला, ढलको पानी खाए कस्तो देखिन्छ होला। मानवले यस्ता पाशविक खेल खेलेको देखेर लाजले भुतुक्क हुन्छौं हामी। कोही कोही हाम्रा साथीहरू खुब जोडले हाँस्ने गर्छन् भने कोही रिसाएर थुक्क तेरो बुद्धि भनेर थुक्ने गर्दछन्। टेनिस खेल खेलेको चित्र देखाइएको छ। यी चारैवटा खेलहरू मानवलाई पशु बनाउने खेलहरू हुन्। सबै यस्तै प्रकारले खेलिन्छन्। यी खेलहरू सम्पूर्ण रूपले मानवको अहितमा छन्। मानव मनमा यी खेलहरू खेल्नेलाई पनि हेर्नेलाई पनि अकल्याण सिवाय कल्याणको कुनै कुरा प्राप्त हुँदैनन्। खेल्ने र हेर्नेले पुरापुर 100% अकल्याण आर्जन गर्न थाल्दछन्। सर्पहरूमा विष भरिएको हुन्छ। सर्पको टोकाइबाट मानव जीवन समाप्त हुन सक्छ। सर्पको विष अकल्याणकारी छ। तर यस्तो अकल्याणकारी विषको थैला लिएको सर्प मानव प्राणी सबैको निमित्त कल्याणकारी पनि छन्। सर्पहरूले वायुमण्डलमा भएको विष तानेर आफूले सञ्चय गर्दछन्। मानव प्राणी वायुमण्डलको विषको प्रकोपबाट सुरक्षित रहन्छन्। सोझै अकल्याणकारी देखिएका सर्प मानव प्राणीको कल्याणको प्रतीक हो। प्रकृति माताले वायुमण्डलको विषाक्तता हटाउनका लागि सर्पहरू निर्माण गर्नुभएको हो। प्रत्येक वस्तुहरूको गुणहरू पनि हुन्छन् र दोषहरू पनि हुन्छन्। तर मानवले खेलिने यी हिंसक खेलहरूमा गुण केही पनि छैन। दोषै दोषले भरिएका छन्। यी सबै खेलहरू मानवका निमित्त अत्यन्तै हानिकारक छन्।
बक्सिङ खेलेको चित्र देखाइदिएको छ। मानव यत्र लाखौं करोडौं मानवले हेर्ने मानवले रुचाएको खेल कसरी हानिकारक हुन सक्छन्? ज्ञानमणि, म तिमीलाई कुनै एउटा खेलबाट प्राप्त हुने अनुभूतिको बारेमा बताउनेछु। रेस्लिङ खेल अहिले धनी सम्पन्न परिवारहरूमा निकै नै लोकप्रिय खेल हो। यो खेल खेल्ने ठूलो भीमकायका मानवहरू हुन्छन्। मानव शरीर दानवको जस्तो देखिन्छ। यी भीमकाय मानवहरूप्रति मेरो अत्यन्त दया र करुणा छ। यिनीहरूले भोगेका दुःख र पीडा वर्णन गरी साध्य छैन। यिनीहरू मानवका रूपमा जन्मन्छन् तर पशुतुल्य जीवनयापन गर्न बाध्य छन्। मानव रूपमा जन्मने पशु भएर बाँच्ने गर्दछन्। यिनको जीवन देखेर दयावान मानवमा करुणा जाग्नु स्वाभाविक हो। खेलमा एउटा भीमकाय मानवले अर्को भीमकाय मानवको हात भाँच्छ, खुट्टा भाँच्छ या ढाड भाँच्छ सक्यो भने भाँच्नेवाला पुरस्कृत भन्दछ। यसरी अर्कालाई घायल बनाउन सक्यो भने घायल बनाउनेवाला पुरस्कृत भन्दछ। कतिपटक त खेलमा नै भीमकाय मानवले अर्को मानवलाई मारि नै हालेका घटनाहरू पनि छन्। यस्तो खेलबाट मानव समाजलाई के फाइदा छ? सानो बच्चा जब खेल हेर्दछ उसले पनि हान्न सिक्छ। आफ्ना अभिभावकको काखमा बसेको बच्चाले आफ्नो अभिभावकलाई नाकमा हानेर रक्ताम्य पारेका घटनाहरू थुप्रै छन्। बालकले त्यही सिक्छ। दृष्टिबाट अश्लील कुरा सिक्ने रेस्लिङ खेल्ने हो। खेल खेल्नेको जीवन त अत्यन्त दुःखमय छँदैछ। हेर्नेहरू पनि ठूलो पीडा भोगिरहेका हुन्छन्। दर्दका पीडाका बिम्बहरू मनभित्र गुम्सिएर बसिरहेका हुन्छन्। फेरि अर्को दिन हेर्दा हेर्दै धेरै पीडा थुपारेका मानवहरू छिट्टै रोगी हुन्छन्। अनेक मानसिक पीडा र यातनाहरू भोगिरहेका हुन्छन्। यस्ता रेस्लिङ हेर्ने मानवहरूको आयु पनि छोटो हुन्छ। रेस्लिङ खेल खेलेको चित्रमा देखाइएको छ। यस्ता मानवहरूबाट समाजमा अनेक हिंसक घटनाहरू घट्छन्। दया, परोपकार, सेवा, क्षमादान आदि विषयमा यस्ता मानवहरूलाई कुनै अत्तोपत्तो हुँदैन। यस्तो पाशविक खेलहरू विश्व जगतबाटै हटाउनुपर्छ। यो खेलहरूले मानव मनमा हत्याको, हिंसाको भावहरू जगाउँछन्। हत्या हिंसाको बिम्ब बनाउँछन्। हत्या हिंसाको अनुभूति दिन्छन्। यस्ता हत्या हिंसाको अनुभूति ग्रहण गरेपछि मानवमा सेवा, परोपकार, क्षमा, दया, माया, करुणा उम्रनै सक्दैन। मानव दानव जस्तै जनावर भन्दा पनि हिंस्रक बन्दछ। यस्ता खेलहरू खेल्ने हेर्ने गरेपछि विश्व जगतमा जताततै हत्या हिंसाका श्रृङ्खलाहरू बढ्दछन्। यस्ता हिंस्रक खेलहरूले समाजमा हत्या हिंसा, आतंक, द्वन्द्वको अभिवृद्धि गर्ने कार्यमा ठूलो योगदान पुर्याइरहेका छन्। मानव यस्ता खेल खेल्न बन्द गर्यो भने विश्वमा शान्ति स्थापना हुन्छ त गुरु? ज्ञानमणि, यस्ता खेल बन्द गर्न साथ हत्या हिंसा पुरा बन्द त हुँदैन। किनभने यस्ता कुकृत्य गर्ने अनुभूतिहरू अन्यत्रबाट पनि प्राप्त हुन्छ। सिनेमाहरूमा यस्ता हिंस्रक गतिविधिको श्रृङ्खला हुन्छ। मानवहरू सिनेमाबाट पनि धेरै कुकृत्यहरू सिकेका छन्। समाचार, पत्र पत्रिका, मानव विधि व्यवहारका अनेक कुकृत्यहरू, लडाईँ झगडाहरू आदि देखेपछि मानवले त्यस्तै अनुभूति र बिम्बहरू मनमा बनाउन थाल्छन्। यसरी अकल्याण जन्मन्छ र फैलिरहन्छ। यसलाई एउटा उपमाको रूपमा बुझ्न सकिन्छ। सफा नदी छ तर अर्को तर्फबाट धमिलो खोला मिसिन्छ। नदी धमिलो देखिन्छ, फेरि अर्को मिसिन्छ, झन धमिलो बन्दछ। यसरी यो निर्मलतालाई धमिल्याउने स्रोतहरू भएनन् भने नदी सागरसम्म पुग्दा पनि सफा नै रहन्छ। साना खोला खहरेहरूलाई कसरी सफा बनाउने भन्ने मात्र प्रश्न हो। अर्थात् मानव मनमा प्राप्त हुने विकृतिहरूलाई कसरी कम गर्ने। उष्णत्तमग्न्यात्तपसं प्रयोगात् छैतम्यस्य प्रकृति जलस्य। शुद्ध सफा रूप नै पानीको वास्तविक रूप हो। बाहिरी वस्तुले मात्र पानीलाई धमिल्याउने काम गर्दछन्। मानव मन पनि पानी जस्तै निर्मल छ तर बाहिरी नराम्रा अनुभूतिहरूले मनलाई धमिल्याउने काम गर्छन्। निश्चल अबोध बालक निर्मल गंगा जस्तै स्वच्छ पवित्र हुन्छ। समाजबाट प्राप्त हुने अनेक विकृतिहरूले बालकमा दोषहरू भरिन थाल्छन्। विकृति, विसङ्गतिहरू अनुभूतिबाटै प्राप्त हुन्छन्। 5वटा ज्ञानेन्द्रियहरूले नै अनुभूतिहरू ग्रहण गर्छन्, छायाचित्र बनाउने काम गर्दछन्। हेर बाबु मानव, नदीलाई स्वच्छ बनाउनु छ भने नदीमा मिल्न आउने दूषणलाई स्वच्छ बनाउनु पर्दछ। मिल्न आउने नदीको दूषण सफा गर्ने प्रक्रिया अपनायो भने दूषित नदीको पानी पनि स्वच्छ हुन्छ। जल सफा गर्नका लागि फिल्टर गर्नुपर्छ। यसबाट धमिलोपना केही हट्छ। अझ सफा पार्न कोगुलेसनको प्रक्रियाद्वारा धमिला कणहरूलाई एक आपसमा टाँसिने बनाउनु पर्दछ।
यस्ता टाँसिएका कणहरूलाई पिँधमा झार्न सेडिमेन्टेसन गर्नुपर्दछ। यसरी सफा भएको जललाई कीटाणु रहित बनाउने निर्मलीकरण गर्ने औषधि प्रयोग गर्नुपर्छ। यति गरिसकेपछि दूषित धमिलो जल पनि शुद्ध रूपमा प्राप्त गर्न सकिन्छ। त्यसैगरी मानव मन पनि बाहिरका विधि व्यवहारहरूबाटै दूषित बन्दछन्। हिंस्रक खेल रोक्दैमा मानवमा स्वच्छताको विकास हुँदैन। मानव मनमा विकृति प्राप्त हुने एउटा मुहान बन्द हुन्छ। रिसाएर आँखा तरेको दृश्य चित्रमा देखाइएको छ। मानव मनमा विकृति प्राप्त हुने अर्को ठूलो मुहान सिनेमा हो। सिनेमाहरूमा हिरो हिरोइनीले गरेका क्रियाकलापहरू सर्वमान्य हुन्छन्। समाजले अनुकरण गर्न थाल्दछ। नीतिमा भनिएको छ, ठूलाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित। हिरो हिरोइनी समाजका कहलिएका ठूला मानिसहरू हुन्। यस्ता ठूला मानिसहरूले समाजलाई कुबाटोतिर लैजानु हुँदैन। मानव हिरो हिरोइनी सिनेमाले कसरी कुबाटो देखाएका हुन्छन् गुरु? ज्ञानमणि, सिनेमाहरूमा जब हिरोइनीलाई अर्काले माया गर्छ तब झगडा पर्छ। जब हिरोले अर्का युवतीलाई माया गर्छ तब झगडा सुरु हुन्छ। झगडा भएपछि हिरोले अर्कोलाई लथार पथार गर्छ, कुट्छ र रक्ताम्य बनाउँछ। एउटा हिंस्रक जनावरले मासु भक्षण गर्न लागेको अवस्था जस्तो दृश्य सिनेमाहरूमा देख्न पाइन्छ। यो समाज विकृतिको अर्को महत्वपूर्ण कारण हो। यस्ता दृश्यहरूबाट अकल्याणकारी अनुभूतिहरू प्राप्त हुन्छन्। अकल्याण ग्रहण भएको मानवले त्यस्तै हिंस्रक गतिविधिहरू गर्न थाल्छन्। सिनेमाहरूमा शुद्धिकरणको अत्यन्त ठूलो आवश्यकता छ बाबु। मानव सिनेमाहरू कसरी शुद्धिकरणको प्रयास गर्न सकिन्छ गुरु? ज्ञानमणि, प्रत्येक पाइला पाइलामा देखाइने विकृति विसङ्गतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने दिशामा विद्वानहरू, सिने कलाकारहरू, नायक नायिकाहरू, निर्देशकहरू चनाखो हुन जरुरी हुन्छ। माया प्रेमको नै कुरा गरौं। नायिकालाई अर्को युवक मन पर्न सक्छ। मन पर्यो भन्ने कुरा नायकले थाहा पायो भने अर्को युवकसँग रमाइलो माया प्रेमको वातावरण बनाउने कार्य गर्न सकिन्छ। यसको लागि पुरानो साथीले नवआगन्तुक साथीलाई र हितैषीलाई सँगै राखेर खानपान गराउन सक्छ। दुवैलाई उत्साहित गर्न सक्छ, दुवैलाई माया गर्न सक्छ। त्यस्तै कुनै युवतीले अर्को सुन्दर पुरुषलाई मन पराइन् भने नायिकाले ती अर्कै युवतीलाई नायकसँग राख्ने, खानपान गराउने, रमाइलो वातावरण बनाइदिने, उत्साहित बनाउने गर्न सक्छ। यो नयाँ माया प्रेमको पाठ फिल्मी दुनियाँमा प्रतिपादन हुनु जरुरी छ बाबु। हाम्रा हजुरबा सागरमणिले मानवमा यस्तो अपूर्वको प्रेम उदय हुनेछ भनेर पनि भविष्यवाणी गर्नुभएको थियो। हिंसा र बदलाका पाठहरू सिने जगतमा पूर्ण रूपले बन्द हुनुपर्छ बाबु। तब मात्र धरामा अपूर्वको शान्ति स्थापना हुनेछ। बाघको जसरी गर्जने, कराउने, आँखा तर्ने कार्यहरू सिनेमाहरूमा हुने अर्का ठूला विकृतिहरू हुन्। यस्ता विकृति विसङ्गतिहरू हेरेपछि बालकहरू पनि त्यसरी नै आफ्ना मित्रहरूसँग झगडा गर्न सिक्छन्। फिल्मी दुनियाँ पूर्ण रूपमा प्राकृतिक नियम अनुसरण हुन जरुरी छ। काटमार, हत्या, हिंसा, ठगी, चोरी, बेइमानीका घटनाहरू सिनेमाहरूमा देखाइनु हुँदैन। ठगी चोरी भएन भने सिनेमा नै राम्रो बन्दैन भन्ने सिने कलाकारहरूको भनाइ छ। यो एकदमै गलत कुरा हो। प्रकृति माताका अनेक वरदानहरू छन्, तिनीहरू देखाउन सकिन्छ। कहिले वर्षा हुन्छ, कहिले हावाहुरी चल्छ, कहिले हिउँ पर्छ, कहिले दैवी विपत्तिहरूको सामना गर्नुपर्छ, कहिले टन्टलापुर घाममा हिँड्नुपर्छ, कहिले मोमबत्ती उडाएर समय बिताउन पाइन्छ। रुख, वृक्ष, लता, कुसुम, फूल, बगैँचा, पशुहरू, जनावरहरूका लीला त्यत्तिकै मनमोहक हुन्छन्। उनीहरूलाई ठीक प्रकारले प्राकृतिक रूपमा प्रवेश गराएर सिने जगतलाई निर्मलीकरण गर्न सकिन्छ। यसरी सिने जगत र खेल जगत निर्मल भयो भने मानव मनमा प्राप्त हुने विकृति विसङ्गतिहरू धेरै नै कम हुन थाल्नेछन्। सबै मानवमा खुसी आनन्दको अभिवृद्धि हुन थाल्नेछ बाबु। मानव गुरुका दिव्य कुराहरू जति सुने पनि तृप्ति हुँदैन। मानवले हिँडेका गलत बाटो बदल्ने अरूले सक्दैन। मानवले नै बदल्नुपर्छ। हिंस्रक खेलहरू र हिंस्रक सिनेमाहरूमा बन्द गरेर माया प्रेम बढाउने खेलहरू, सिनेमाहरूको प्रयोग गर्यो भने विकृति विसङ्गतिहरू धेरै नै कम हुन सक्ने रहेछन्। यो कुरा प्रष्ट भयो गुरु। म मानवलाई कल्याणकारी कुराहरूको बोध गराउने कार्यमा तन्मय भएर लाग्नेछु। मानवले सुधार गर्नुपर्ने अन्य विषयहरूमा पनि गुरुका मुखारबिन्दुबाट सुन्न चाहन्छु। ज्ञानमणि, बाबु मानव, तिम्रो जिज्ञासा देखेर मलाई ज्यादै खुसी लाग्यो। तिम्रै जस्तो कल्याणकारी आँखा सबै मानव समाजमा हुन सक्यो भने यो सारा जगत झलमल्ल उज्यालो हुनेछ। खेलौना मानव मनमा अनुभूति पैदा गर्ने खेलौना पनि महत्त्वपूर्ण साधन हो। बालकहरू खेलौनासँग रमाउँछन्, खेलौनालाई प्यार गर्छन्। बालकमा खेलौनाको अमिट छाप बस्दछ। म तिमीलाई
वैज्ञानिकहरूका केही रोचक मनोवैज्ञानिक प्रसङ्गहरू सुनाउँछु। यो प्रसङ्गहरू मैले हाम्रा पुर्खा सागरमणिको मुखबाट सुनेको हुँ। उहाँ धरतीमा भएका सबै कुराहरू जान्नुहुन्थ्यो। आइन्स्टाइन एक मायालु घर परिवारमा हुर्केका थिए रे। अनेक कुरा सोच विचार चिन्तन मनन गरिरहन्थे रे। अरू साथीभाइसँग घुलमिल गर्दैनथे। कम बोल्थे, छुट्टा छुट्टै हिँड्ने बस्ने गर्दथे रे। एकोरो एकसुरे खालका थिए रे। धेरै नबोल्ने, अरूसँग घुलमिल नगर्ने हुनाले अरूले उनलाई सुस्त मनस्थितिका बालक भन्ने ठान्दथे रे। तर उनका मनभित्र कति ठूला कल्पनाहरू उठिरहेका हुन्थे त्यो कसैले पनि जान्दैनथ्यो। हामीले बाल्यकालमा सुनेका कुरा हो यो। आइन्स्टाइनका पिताले आइन्स्टाइनलाई एउटा चुम्बक ल्याइदिएका थिए रे। उनी यसै चुम्बकसँग खेलिरहन्थे रे। आइन्स्टाइन चुम्बकलाई पूर्व पश्चिम फर्काउँथे, तर त्यो आफै उत्तर दक्षिण भएर बस्दथ्यो। कुनै वस्तुहरू पनि बाहिरी शक्ति बिना आफै दिशा परिवर्तन हुँदैन, तर चुम्बक आफै दिशा परिवर्तन गर्दो रहेछ। यस्तो विचित्रको कुरा देखेर आइन्स्टाइनको मनमा एउटा अमिट छाप बस्यो। अनेक प्रकारका कल्पना र अनुभूतिहरू उनको मनमा पैदा हुन्थे रे। चुम्बकको उत्तरी र दक्षिणी ध्रुवमा ठूलो आकर्षण सहित भएको कुरा पनि उनले थाहा पाएछन्। यस्तै विज्ञान सम्मत कुराहरू मनमा खेलाएर हिँडिराख्ने हुनाले उनलाई अरू मानिसहरूको नजिक जाने फाल्टु कुरा गर्न मन लाग्दैनथ्यो रे। उनी अरूसँग तर्केर हिँड्थे रे। पिताले ल्याइदिएको चुम्बकले आइन्स्टाइनको बाल मनमा ठूलो प्रभाव पारेको थियो भन्ने कुरा हामीले पनि सुनेको कुरा हो। मानव गुरु खेलौनाको कुरा पनि झन् रोचक रहेछ। खेलौनाबाट आइन्स्टाइनको मनमा ज्ञानको उदय भएको हो कि अन्य कारणहरू पनि छन्। ज्ञानमणि आइन्स्टाइनको बाल मनमा ज्ञानको ज्योति कसरी उदायो भन्ने कुरा अरू रोचक छ। मनोवैज्ञानिक छ आइन्स्टाइनका काका उनको घरमा आएको बेला ज्यामितिको एउटा प्रश्न सोधेका थिए रे। यो प्रश्न निकै माथिल्लो कक्षाको पढाइसँग सम्बन्धित थियो। उनी सानो कक्षामा पढ्थे। उनको कक्षामा माथिल्ला कक्षाहरूको पढाइ हुँदैनथ्यो तापनि उनी त्यो प्रश्न हल गर्न अनवरत रूपमा लागिरहे। यसरी उत्तर खोज्ने क्रममा उनले रेखाहरूको कोणहरूको ज्ञान आफै आर्जन गरे। रेखाहरूको बारेमा कोणहरूको बारेमा जानकारी भएपछि काकाले सोधेको प्रश्नको जवाफ तयार पारे। केही दिनपछि काका फेरि उनको घरमा आए। काकाले ठट्टै ठट्टामा त्यसै दिएको प्रश्न थियो त्यो हल हुन्छ भन्ने उनले ठानेका थिएन। यसरी धेरै माथिल्ला कक्षाको ज्यामितिको प्रश्न हल गरेको देखेर काका अत्यन्त खुसी भए। आइन्स्टाइनलाई स्याबासी दिए, थप्की मारे। आइन्स्टाइनको बाल मनमा काकाको स्याबासी र आफ्नो सफलताले एउटा अदम्य साहसको बीजारोपण भयो। उनी भित्र जे काम पनि गर्न सकिँदो रहेछ भन्ने अटल विश्वास पैदा भयो। गर्न नसकिने काम केही पनि छैन भन्ने अदम्य साहस भरियो। यही साहसले उनलाई विज्ञानका अनेक आविष्कारहरूमा लागिराख्ने र सफलता लिएरै छान्ने क्षमताको विकास भएको थियो भन्ने हामीले सुनेको कुरा हो। मानव आइन्स्टाइनको कथा अत्यन्त रोचक रहेछ। खेलौनाबाट बाल मनमा ठूलो प्रभाव पर्दो रहेछ। बालकलाई उत्साहित गर्नु पनि महत्त्वपूर्ण कुरा रहेछ। हजारौं आविष्कार गर्न सक्ने एडिसनको बाल जीवन कस्तो थियो? बाल्यकालमा कस्ता अनुभूतिहरू ग्रहण गरेका थिए? ज्ञानमणि एडिसन गरिब परिवारमा जन्मेका बालक हुन् रे। विज्ञानको विषयमा हाम्रो पन्छीको स्वभावमा कुरा हुने गर्दछ। यसैले हामीले विज्ञानका कुरा पनि बुझेका छौं। उनीसँग प्रशस्त सम्पत्ति थिएन। सानै उमेरदेखि आय आर्जन गर्न उनले पत्रिका बेच्ने काम गर्न थालेका थिए। काम गर्ने क्रममा कामलाई सजिलो पार्ने प्रबल इच्छाहरू उनीभित्र जाग्दथे। उनले कल्पना गरेको काम गर्न उनीसँग पैसा हुँदैनथ्यो। उनले अत्यन्त मेहनत गरेर उनका साना आविष्कारलाई चाहिने पैसा बढाए। एउटा आविष्कार पूरा गरेपछि उनमा अदम्य साहस भरिएर आयो। एकपछि अर्को गर्दै हजारौं आविष्कारहरू गरेर उनले सबलाई ठूलो गुण लगाए। एडिसन अत्यन्त मायालु वातावरणमा हुर्केका थिए। आमाले उनलाई अत्यन्त माया गर्दथिन्। उनलाई कुनै कुराको अभावको महसुस नै हुन दिँदैनथिन्। एडिसनले भनेको जुनसुकै कुरा पनि पूरा गर्न प्रयत्न गर्दथिन्। आमाको यो अपार मायाले एडिसनको बाल हृदय अत्यन्त निश्चल र विशाल बनेको थियो। अदम्य साहसले भरिएको थियो। कुनै काम हुँदैन कि भन्ने डर शंका मनमा पैदा नै हुँदैनथ्यो। उनी सधैँ पूर्ण आशावादी भएर कार्यमा लाग्दथे। मानव अत्यन्त महत्त्वपूर्ण कुरा सुन्न पाए। बाल मनमा खेलौनाको ठूलो प्रभाव पर्दो रहेछ। बाल हृदयमा माया ममताको पनि ठूलो प्रभाव पर्दो रहेछ। अत्यन्त महत्त्वपूर्ण मनोवैज्ञानिक तथ्यहरू सुन्न पाए। म धन्य बनेको छु। गुरु नराम्रा क्रियाकलाप गर्न मानव कसरी अग्रसर हुन्छ यसबारे केही कुरा सुन्न पाऊ। ज्ञानमणि तिम्रा जिज्ञासाहरू लोक कल्याणको लागि उपयोगी हुने खालका छन्।
यस्ता कल्याणकारी कुरा गर्ने तिमी धेरै महान रहेछौ। यसकारण मेरा आफ्ना बालबच्चा परिवारलाई पनि अहिलेसम्म नदिएको ज्ञान तिमीलाई दिइरहेको छु। मेरा सङ्गी साथीहरू आहारको खोजीमा अन्यत्र गइरहेका छन्। तिम्रा यी जिज्ञासाहरू शान्त गरेपछि मात्र म आफ्नो आहारको खोजीमा जानेछु। नराम्रा काममा मानव कसरी अग्रसर हुन्छ भन्ने विषयमा म तिमीलाई अर्को उपमा सुनाउनेछु। हामी आकाशमा उड्ने पन्छी, धरतीमा भएका सबै कुराहरू थाहा पाउँछौ। हाम्रा पुर्खा सागरमणिले नजानेको कुरा केही नै थिएन। तिमीले बिन लादेनको कथा सुनेका छौ। बिन लादेन कुशल इन्जिनियर थिए रे। सामान्य घर परिवारमा जन्मेका उनको जीवन सामान्य थियो। अध्ययनपछि काम गर्ने सिलसिलामा लडाईँ झगडाका क्रियाकलापहरूमा काम गर्नको लागि नियुक्त भएछन्। अत्यन्त मेहनत गरेर काम गर्ने हुनाले यिनले लडाईँका ठूला ठूला जिम्मेवारीहरू पाएका थिए। काम गर्दै जाँदा यिनीभित्र लडाईँ झगडाका अनुभूति मात्र घनीभूत हुँदै गएछन्। यिनले अमेरिका तथा पश्चिमी मुलुकहरूले खाडी मुलुकमा र मुस्लिम समुदायमा अन्याय गरेको, शोषण गरेका रहेछन् भन्ने थाहा पाएछन्। पश्चिमी मुलुकहरू पनि यिनीसँग सशंकित हुन थालेका थिए रे। लडाईँ झगडा गर्न यिनी खप्पिस हुँदै आए। लडाईँ गर्ने ज्ञान यिनमा भरिएको थियो। जीवनभर लडाईँ झगडा मात्र सिकेका थिए। झगडाको मात्र अनुभूति आर्जन गरेका थिए। लडाईँका अनुभूति घनीभूत हुनाले लादेनले अल कायदा भन्ने आतंककारी संगठन बनाएका थिए रे। ठाउँ ठाउँमा आतंककारी गतिविधिहरू सञ्चालन गर्न थालेका थिए। अमेरिका स्थित ट्विन टावरहरू यिनीले ध्वस्त गराएका हुन्। पाकिस्तानमा शरण लिएर बसेका बेला यिनी पनि मारिए। विनाशमा लाग्ने मानवहरू पनि आफूले आर्जन गरेको अनुभूतिबाट सञ्चालित हुन्छन्। यो अत्यन्त विचित्रको कुरा छ। हेर बाबु, मानव कस्तो ज्ञान आर्जन हुन्छ त्यस्तै क्रियाकलापहरू मानवले गर्न थाल्छन्। बिन लादेनकै कुरा गरौं। बिन लादेन अध्ययनपछि धार्मिक संगठनहरूमा, समाज सेवा गर्ने संगठनहरूमा कार्यरत रहेको भए यस्ता विनाशकारी गतिविधिहरू गर्न सक्ने थिएनन्। ठूला ठूला सामाजिक उपकारका कामहरू गर्न सक्ने थिए। उनमा भएको प्रखर बौद्धिक क्षमता विनाशमा लाग्यो। एडिसनको जसरी, आइन्स्टाइनको जसरी, बुद्धको जसरी जगत कल्याणका काम गर्न सक्ने क्षमता लादेनमा पनि थियो, तर क्षमता विनाशमा लाग्यो। साराको अकल्याण भयो। त्यो प्रखर बौद्धिकता अकल्याणकारी कार्यमा लाग्यो। राम्रा अनुभूति ग्रहण गर्ने अवसर पाएको भए बिन लादेनमा ठूलो सन्त बन्ने, जगत कल्याणका ठूला ठूला परोपकारी कार्यहरू गर्न सक्ने थिए। उनको क्षमता विनाशमा लाग्यो र धेरैको अकल्याण गर्नु पुग्यो। कस्ता अनुभूति प्राप्त गर्न संयोग मिल्दछ त्यो महत्त्वपूर्ण कुरा हो। कसैलाई हितकारी संगठनहरूमा काम गर्न अवसर मिल्दछ भने कसैलाई अहितकारी संगठनमा काम गर्न अवसर मिल्दछ। जस्तो परिवेशमा काम गर्छ त्यस्तै ज्ञान आर्जन हुन्छ। संयोगबाट पनि मानवको भाग्य निर्माण हुन्छ, भविष्य निर्माण हुन्छ। बाबु, राम्रा अनुभूति ग्रहण गर्ने अवसर पायो भने राम्रो मान्छे बन्छ। नराम्रा अनुभूति ग्रहण गर्ने अवसर पायो भने नराम्रो मान्छे बन्छ।